एन्ड वेलकम ब्याक अनदर ब्लग। आज चाहिँ मैले फेरि ब्लगिङ सुरु गरिसकेको छ गाइस। सो देख्न सक्नुहुन्छ अनि म चाहिँ यहाँ बारीतिर होइन चलपल दिएर बसिरहेको छ। अनि गाइस होइन अनि म चाहिँ सुन्तला खान आएको, तर सुन्तला छ कि छैन थाहा छैन होइन। सुन्तला चाहिँ सानो सानो रहेछ, तर यो सुन्तला ट्यापपट्टि पम देख्न सक्नुहुन्छ गाइस। अनि सुन्तला चाहिँ यति सानो रहेछ, तर यो यसरी तासेर खाँदैछु गाइज। अनि दामी रहेछ, दामी ल। यस्तो बबाल गुलियो छ कि होइन गाइज, जति सानो छ नि त्यति नै गुलियो छ कि। तर यसको रसहरू चाहिँ तासा गरेर चाहिँ होइन अलिकति गुन्छ कि गाइज, तितो तितो हुन्छ होइन। खाँदाखेरि चाहिँ यस्तो भित्रको दाना चाहिँ खाँदाखेरि यस्तो बबाल वाइल्ड गुलियो हुन्छ कि चिनी खाएको जस्तो हुन्छ होइन गाइस। अनि देख्न सक्नुहुन्छ मैले चाहिँ बबाल तरिकाले खाइरहेको छु गाइस होइन। तर मैले यसको दाना साना खाँदिनँ, ग्राम ग्राम चपाएर होइन सब खाइसकेको छु गाइस। अनि देख्न सक्नुहुन्छ अनि मसँग चाहिँ होइन सुन्तलाको बोट छ, माथि माथि टुप्पामा चाहिँ फलाएर छ। तर यसलाई चाहिँ कसरी टिप्ने भनेर मैले होइन सोचिरहेको छ गाइस। अनि अब खाना त आयो, अब कसरी खाने भनेर सोचिरहेको छ गाइस। सो अनि म पनि यतातिर चलपल दिँदै बसिरहेको छु गाइस। अनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो भ्यू छ। अनि यहाँ चाहिँ घाम छ, डाँडामाथि पुगिसकेको छ घाम चाहिँ।